जय श्री राम सबैमा। यसपटक रामनवमी व्रत पूजा एवं रामनवमी महोत्सव 2082 सालको चैत्र महिनाको 13 गते शुक्रबारका दिन परेको छ। 2026 मार्च 27 तारिकका दिन रामनवमी व्रत पूजा आराधना गर्दैछौँ। अष्टमी तिथि 12 गतेका दिन दिउँसोबाट सम्पन्न हुन्छ। सूर्य उदय हुँदाखेरि नवमी तिथि नभएको हुनाले रामनवमीको व्रत पूजा महोत्सव हामी 13 गतेका दिन मनाउँदैछौँ। चैत्र नवरात्र पनि चलिरहेको छ। नवदुर्गामा भगवती देवीको पूजा उपासना आराधना गर्नेहरूले पनि विशेष गरेर सप्तमी, अष्टमी, नवमी 3 दिनको व्रत महत्त्वपूर्ण रहन्छ। 3 दिन सक्नु भएन भने पनि दुर्गा भवानीको उत्पत्ति भएको अष्टमी या नवमी 2 दिन चोखो नेतो व्रत भक्ति गर्नाले भगवती माताको र मर्यादा पुरुषोत्तमको पनि कृपा रहनेछ। अरू केही नभए पनि रामनवमीको दिन त विशेष दिन हो। सज्जनहरू, रामलाई बुझ्नु भनेको सत्यलाई बुझ्नु हो, धर्मलाई बुझ्नु हो, आचरणलाई बुझ्नु हो, अनुशासनलाई बुझ्नु हो, जीवनलाई बुझ्नु हो। र रामलाई बुझ्नु भनेको राज्यलाई पनि बुझ्नु हो, किनकि रामले राम राज्य स्थापना गर्नुभयो। यस्ता मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको एकचोटि जय जयकार गरौँ सबैले। श्री रामचन्द्र भगवानको जय होस्। अब रामनवमीका दिन व्रत पूजा उपासना आराधना कसरी गर्ने यसबारेमा हामी कुराकानी गरौँ। 13 गते शुक्रबारका दिन बिहान छिटै उठ्ने र छिटै उठेर स्नान गर्ने, जुन देशमा हुनुहुन्छ जहाँ हुनुहुन्छ चोखा कपडाहरू लगाउने र विशेष गरेर आफ्ना घरका नित्य पूजा व्रत पूजा आराधना त हामी गर्छौँ नै, र सम्भव भएसम्म रामका मूर्तिहरू, रामको मूर्ति कम पाइन्छ र राम अनि साथमा लक्ष्मण, भरत, हनुमानजी भएका फोटाहरू हुन सक्छन्। यी फोटाहरू घरैमा छन् भने घरैमा भगवानको आरती, भगवानको उत्सव, पूजन, आराधना हामीले गर्न सक्दछौँ। मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको प्राकट्य त्रेता युगमा चैत्र मासको शुक्ल पक्ष नवमी तिथि मध्याह्न 12 बजे भगवान श्रीराम अवतीर्ण हुनुहुन्छ अयोध्याका राजा दशरथजीको घरमा अयोध्यामा। र रामका साथसाथमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको प्राकट्य हुन्छ, जन्म उत्सव हुन्छ। अब हामीले बिहान आफ्ना नित्य पूजा आराधनाहरू गर्ने र रामनवमीको व्रत गर्नेहरूले, निर्जला व्रत गर्नेहरूले, अन्न पनि परित्याग गरेर व्रत गर्नेहरूले बिहानै भगवानको अगाडि सङ्कल्प गर्ने। तिल, जौ, जल जे छ, अक्षताहरू जे छन्, म आज रामनवमीको व्रत गर्नेछु, सत्यको समीपमा, धर्मको समीपमा भगवानसँग जोडिनेछु, यो भाव गरेर सङ्कल्प भाव गर्ने। व्रत नगर्नेहरूले पनि मध्याह्न 12 बजे भगवानको रामको प्राकट्य उत्सव भएको हुनाले जुन देशमा हुनुहुन्छ हजुरहरूले घरैमा बस्नुहुन्छ भने 12 बजे ठिक राम भगवानको प्राकट्य उत्सव हुन्छ। त्यतिन्जेलसम्म अन्नलाई परित्याग गरिदिने, बिहान जलफलहरू खाएर 12 बजे भगवान रामजीको आरती गरेर, आरती गर्नुभन्दा अगाडि पञ्चोपचार यानि कि दुध, दही, घिउ, मह, चिनी, फोटा छन्, मूर्ति छन् भने मूर्तिलाई स्नान गराउने, मूर्ति छैनन् भने फोटामा स्नान गराउन मिलेन। यस कारणले गर्दा भगवान श्रीरामको मध्याह्न अगाडि पूजा गर्ने, 12 बज्नुभन्दा 5-10 मिनट अगाडि पूजा गर्ने, रामलाई आह्वान गर्ने, आसन गर्ने, फुलहरू राखिदिने, चन्दन गरिदिने, रामका फोटा तस्बिरहरूमा अनि विभिन्न धूप, दीप, नैवेद्य, दक्षिणा जे सामग्रीहरू छन्, फल फूल, नैवेद्यहरू, यी सबै चिजहरू मर्यादा पुरुषोत्तम भगवान रामलाई अर्पण गर्ने, मन्त्र जाप गर्ने। ओम राम रामाय नमः, ओम राम रामाय नमः, ओम राम रामाय नमः, यिनै मन्त्रहरू पढ्ने। फूल, माला जे छन् पुरा सजाउने, पञ्चामृत, पुवा, हलुई जे बनेको हुन्छ भगवान रामलाई भोग लगाउने, तुलसी पत्रहरू छोड्ने रामलाई, साथमा अरू हनुमानजीहरू हुनुहुन्छ भने उहाँहरूको पनि पूजा गर्ने, विधिवत रूपमा धूप दीप नैवेद्यहरू गरेर अनि मन्त्रहरू जाप गर्ने, सङ्कीर्तनहरू गाउने। हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, यी मन्त्रहरू जाप गर्ने। तुलसीका मालाहरू छन् जाप गर्ने, केही छैनन् भने पनि फोटा तस्बिरको अगाडि आज म धर्म, सत्य, मर्यादासँग जोडिनेछु भनेर यसरी पूजा प्रार्थना गर्ने। अनि ठिक घडीले 12 बजाउँछ, 12 बज्ने बित्तिकै आरती तयारी गर्ने, बत्ती तयारी गर्ने। 5, 10, 15 जतिवटा हुन्छ, 21 वटासम्म जति छन् बाती तेल घिउमा भिजाएर अनि आरती ठिक 12 बजे प्रज्वलन गरिदिने। शङ्ख घण्टहरू छन् भने शङ्ख घण्टहरू बजाउने अनि रामजीको आरती गरिदिने। आरती आउनेहरूले आरती गाउने, नभए पनि
रघुपति राघव राजा राम पतित पावन सीताराम 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 रघुपति राघव राजा राम। आरती गरिदिने भए प्रकट कृपाला दीन दयाला कौशल्या के हितकारी। त यस्तो प्रकारले आरतीहरू गर्ने प्रज्वलन गर्ने भगवानका दिव्य तस्बिरहरूमा देखाइदिने शङ्ख घण्ट वाद्य यन्त्रहरू बजाएर जय जयकार गर्ने। अब नित्यप्रति सेवा पूजा गर्नेहरूले र व्रत नबस्नेहरूले भगवानसँग माफ मागेर अन्न जलहरू फलाहारहरू ग्रहण गर्ने, व्रत बस्नेहरूले निर्जला गर्ने, निर्जला व्रत गर्न नसक्नेहरू पनि जल फलाहार खाएर व्रत गर्ने। अर्को कुरो छ, व्रत मात्रै गर्ने होइन, हामीहरूले भगवानसँग जोडिराख्ने हो, भगवानसँग जोडिराख्ने। त यस कारणले गर्दा यस दिन बिहान बेलुका दिउँसो अफिस टाइम हुनेहरूले पनि रामजीको मन्दिरमा बत्ती बालेर क्यान्डलहरू जलाएर ओम राम रामाय नमः अथवा राम रक्षा स्तोत्रम अथवा रामायणको बालकाण्ड पाठ गर्न सक्नुहुनेछ, चिन्तन मनन गर्न सक्नुहुनेछ, हनुमान चालिसा पाठ गर्नुहुनेछ, रामका स्तुतिहरू गाउन सक्नुहुनेछ। आनन्द मङ्गलले संसारभर रामनवमी महोत्सव मनाउन सक्नुहुनेछ। रामको पूजा व्रत भक्ति रामका भक्तहरूले मात्रै होइन, सम्पूर्ण सनातन धर्मावलम्बीहरू ओमकार परिवारहरूले रामको चरण कमलमा भक्ति गर्नुपर्छ। किनभने एउटा आदर्शको रूपमा, आदर्श राज्य, आदर्श आज्ञाकारी पुत्र, आदर्श पतिको रूपमा, आदर्श दाजुको रूपमा यदि कोही छ भने आज स्वयं एकमात्र रामजी हुनुहुन्छ। त्यसैले रामसँग हामी जोडिराख्नुपर्छ। रामसँग जोडिनु भनेको सत्य, धर्म, न्याय, करुणा सबैसँग जोडिराख्नु हो। रामनवमी एउटा यस्तो दिन हो जुन दिन सत्य, धर्म, करुणा, दया, आदर्श, न्यायसँग जोडिएको हुनाले अब हाम्रो भावी प्रधानमन्त्री बालेन्द्र शाहज्यूले पनि यसै दिन शपथ ग्रहण गर्ने भनेर हामीले सुनेका छौँ। हामी सम्पूर्ण सनातनीहरूको लागि यो खुसीको लागि हो, समग्र नेपालको लागि खुसीको कुरो हो। न्यायको स्थापना हुनेछ, भ्रष्टाचारको अन्त्य हुनेछ।